बजे जाने 6 बजे जाने मुख हेरौँ न अकेले अकेले डान्सिङ बाइक बसेरी हेलो गाइज वेलकम टु माई युट्युब च्यानल है। आज शनिबार बिहान धेरै पछि घुम्न जाँदैछौँ। हामी चाहिँ कता जान लाग्यो भनेपछि उता मेलम्ची नवलपुर झन्डा डाँडा छ अरे, त्यहाँतिर जाँदैछौँ। 6 बजे निस्किने कुरो थियो, 8 बजिसक्यो है। केटाहरूको ताल त्यस्तै हो। अब अहिले चाहिँ म एक्लै नै छु। अब उता जोरपाटीतिर सबै भेट्ने हो, त्यहाँबाट भेला भएर सबै त्यहाँबाट निस्किनुपर्छ। म चाहिँ अब बौद्ध पुग्न लागेँ। अब जोरपाटीतिर यसो कतै क्याफे खोज्छु अनि त्यहीँ कुर्छु केटाहरूले। अब होटेल सनी र यहीँ बस्नु पऱ्यो। 1 जना बल्ल आयो, 2 जनै आएर के पारा हो क्या। 6 बजे जाने अरे, यही 9 बजिसक्यो यार। के यस्तो यार 6 बजे जाने 6 बजे जाने मुख हेरौँ न स्टार्ट भयो यार। 6 बजे जाने भनेको कति बजे? 10 बजे यार। हाइट केटाहरू लास्ट ल्याङ गर्ने क्या। हाइट वै ल पछाडि बसेर ल डान्स गर्दै गइरहेछ। ल के भयो? माथि हो कि तल? यत्रो आयो बाटो बन्द रे। गिट्टा भित्र छिरेछ यार। ल के आवाज आउनु थाल्यो यार। But look at the view, man. Look at the view. Stop it. Off-road हो अब? ए पुरा धुलो उडिरहेछ। न त खस्ता थाहै थियो त। खस्ता थाहै थियो त। अनि त्यता खानासाना खाने, एकछिन रेस्ट गर्ने, अनि माथि झन्डा डाँडा जानुपर्छ। अनि अब त्यहाँ चाहिँ फेरि अफरोडै भने सुने बाटो। अब हेरौँ कतिको अफरोड छ। अब पानी सानी त परेको छैन है। अब घाम पनि मजाले लागेछ, त्यति गाह्रो नहोला। मेन त अब हिलो सिलो भने झ्याउ हुने हो। अब हिलो नभएसम्म त धुलो त अब बानी नै परिहाल्छ काठमाडौँका मान्छेलाई त। वाउ के रहेछ यस्तो। ल चेकिङ यार बाटो पनि कहाँ हो यार। बाटो पनि छ र भने। होइन बाइकमा अनि बाटो चाहिँ कस्तो छ नि? ल गाडी जान्छ रे त। के बुझ्छ अनि? म जस्तो छु त्यस्तो आइहाल्छ है। खाना खाएर अध्यक्षज्यू ढल्नु भयो। अकेले डान्सिङ बाइक यहाँ चलाइराख्नेलाई 45 रुपैयाँ 1000 लाग्छ।
1 घन्टा लाग्छ ल उसको त्यो औँलामा घाउ भएको छ बाइक पनि खै के भएछ अरे अनि त्यसैले नलिएर आऊ ल डेन्जर रहेछ त्यार हो यहाँ भन्दा नि खत्तम मेरो 200 काम छैन माइलेजै दिँदैन मुस्ताङ भन्दा नि गाह्रो बाटो रहेछ त्यार मुस्ताङ त सजिलो अहिले त धेरै सजिलो भइसक्यो नि त मुस्ताङको त्यत्रो डाँडै डाँडा कटेर आइसक्यो अझै डाँडो जाने त्यहाँ अरू उठो दार जाने आज त रेस्ट डे होइन भने लेग डे भयो त्यहाँ आज हाँ कंटेंट दिल मागे मोर दिल मागे मोर दिल मागे मोर यो फोर हैन हामी चाँडो आएको हाम्रो घर त्यहाँ बसेरी त्यो सिंहबाङ के गर्न पुग्छु भन्छ यार त्यहाँ तलबाट गाडी जान्छ चौतारो बाटो छ नि त हाम्रो पकेट क्षेत्र आई बिकम निरज यो उदाउरी काटेको जम्मै साउनीको भित्रमा जानु यो फेरि मेलाम्ची कुन यो त्यहाँ साउनीको छ क्या इतिमा मात्रै हुन्छ फेरि त्यो भन्नु पाए साउनीको ठाउँ हो अहिले अब चला हुन्छ छैन है के भन्छ मलाई म त खाएर चाहिँ लागिदिन्छु यो तिनवटा चिज र निरज